हेलो दर्शकवृन्दहरू सबैलाई नमस्कार। म धेरै समय पछाडि आइसकेकी छु, तपाईहरु सामु स्वीकार्नुहोला भन्न चाहे। अनि मैले भिडियो नबनाएको पनि धेरै दिन भइसक्यो, किनभने म बिजी व्यस्तताले भन्नु भन्दा पनि अब बिजी व्यस्तता भन्नाले अब त्यही हो, कामहरु गरिन्छ हैन। अनि काम गरेकै भिडियो त बनाउने हो हुनु त, तर पनि त्यो नभएर पनि म चाहिँ अलिक बिमारी थिएँ, सन्चो पनि थिएन हैन। घाम एकदमै लागिराखेको थियो, हप्ता 10 दिन जति चाहिँ मधेसको भन्दा उका एकदम गर्मी चढेको अवस्था थियो, मधेसकै जतिको भइसकेको अवस्था थियो। अनि बाहिर निस्कन पनि नसकिने, अनि बारीमा जाँदा पनि 3 बजे 4 बजेतिर जान्थ्यौं बेलुकाखेरि बाली नाली लगाउनलाई। भनौं न अब धमाधम टमाटर खोर्सानी रोप्ने बेला भयो, जमिनको तयारी गर्ने बेला भयो हैन। अनि सो त्यही भएर बाहिर निस्किन पनि एकदमै गाह्रो। अनि भान्साको किचनको भिडियो बनाउन पनि मलाई एकदमै अल्छी लागिरहेको थियो। सो त्यही भएर म हजुरहरु सामु आउन सकेकी थिइन भन्न चाहे। अनि धेरै दिन पछाडि आएकी छु हैन। अनि अहिले चाहिँ कति 9:30 हुनु आँट्यो होला बिहानको। अनि माई हस्बेन्ड चाहिँ हिले जानु भएको छ। म चाहिँ आज चाउचाउको चाउमिन खाने भनेर बसाइरहेकी छु, हजुरहरुलाई देखाउन जाँदै छु है। हेर्नुस्, यो पानी उम्लिन लाग्यो। अब म चाहिँ यहाँ चाउचाउको चाउमिन बनाउने, पहिला चाउचाउलाई उमाल्ने अनि चाउमिन बनाउने। दर्शकवृन्दहरू, धेरै दिन पछाडि भिडियो बनाउँदा त कस्तो अल्छी पनि लाग्ने, त्यस्तो हुँदो रहेछ हैन। अनि विशेष गरी मलाई घाम लागेको कारणले नै मलाई हात खुट्टाहरू अब शरीरहरू पुरै गल्ने, खुइखुइ आउने क्या। अब मौसमै दिनै त्यस्तो भएपछि त आफूले खाएको थालहरू मस्काउनु पनि गाह्रो हुने हैन, बाहिर भित्र गर्नलाई पनि एकदमै गाह्रो हुने त्यस्तो। अनि खेतबारीमा काम गर्नु त त्यो परेको कुरा भयो हैन। अनि पानी परिकन मात्र अहिले शीतल भइरहेछ भनौं न। आज भोलि चाहिँ पानी परिरहेछ। अनि अस्ति हिले पनि गएकी थिएँ, हिले गएको मैले भिडियो बनाइन हैन। अनि अब बनाउँदा पनि हुने, तर अब त्यही हो, बोल्नु मन पनि लागेको थिएन, सन्चो पनि थिएन हैन। अनि बनाइन। अदुवा बेच्न गएकी थिएँ, कति 60 केजी अदुवा बेचे। बिउ चाहिँ 75-80 केजी जति रोपे पानै। अनि जस के सौदा गरेर ल्याएँ, किनमेल गरेर ल्याएँ हैन। यताउति घरको किचनमा लाग्ने सामग्रीहरू। अनि त्यही हो, अब हिले गएको हैन, उत्तर पानी गएको भिडियो त मैले बनाएकी थिएँ, तर फरक कन्टेन्टमा हो नि त। अब अस्ति नै तोरी पिस्न गएँ, त्यो पनि देखाएँ हजुरहरुलाई। अनि अस्ति नै यो भन्दा अगाडिको भिडियो पनि देखाएँ हजुरहरुलाई, हिले गएर किनमेल गरेको। अनि हिजो अस्ति अदुवा लगेर गएको भिडियो चाहिँ मैले हजुरहरुलाई देखाउन पाइन। बनाउनु त पर्छ जस्तो मलाई लागिरहेको थियो, तर अब मैले बनाउन सकिन हैन भन्न चाहन्छु। अनि अस्ति भर्खर हामी धनकुटा गयौं हैन। हाम्रो काकी सासूको 6 महिनामै अब सबै फुकाको नि त। हामी सबैले बारी रहेका थियौं, घर परिवारले। अब रातो टीका छुनु नहुने, मन्दिर जानु नहुने, पूजाआजा केही गर्नु नहुने हैन। कसैको अब व्रत बन्ध, विवाह बटुलो हैन, शुभ कार्यहरूमा गएर रातो टीका छुनु नहुने हैन। अनि अब अस्ति दशैंमा विजया दशमी 26 गते थियो, अनि 27 गते बेलुकी नै उहाँ बित्नु भयो। अनि त्यस्तो सुनेपछि थाहा पाएपछि चाहिँ हैन, अब बित्नु भएपछि भनौं न, हाम्रोमा सबै टीका बन्द भयो हाम्रो फ्यामिलीमा हैन। अनि अब 6 महिनामै फुकाको सबै खुलेको हाम्रो टीका
सबैले फुकाएको। अनि त्यस्तो अब शुभ कार्यहरूमा जाँदा पनि अब चाहिँ खुल्ला हुन्छ हामीलाई, सजिलो होस्, सजिलो हुनको लागि पनि। अब वर्ष दिन नपारेको होला सायदै हाम्रो अग्रजहरूले, जे गर्नुहुन्छ हामी त्यसैमा राजी खुसी होइन। अनि 6 महिनामै सबै सिधाको कामहरू यताउति सबै सिधा, दान दिने होइन, दान दक्षिणा यताउति खुवाउने पिउने सबै सकेको। उता धनकुटातिर चाहिँ त्यो खसेकै दिन मलामीहरूलाई भनौँ न, मलामीहरू त्यो दिन अब कति धेरै आउनुभयो होला मलाई लाग्छ। अनि त्यो दिनको त्यो भइहाल्यो। अनि पछाडि फेरि कहिले मलामीहरू खुवाउनु भयो होला सायदै। अनि अस्ति 6 महिनामा चाहिँ हामी यति घर फ्यामिली मात्रै, अनि उताको 2-3 जना हुनुहुन्थ्यो। सबै यतैबाट चाहिँ सरसामानहरू सामग्रीहरू सबै लिएर गएर अनि मेन चाहिँ हाम्रो काका ससुराले गरिदिनु भएको सबै। अनि त्यसमा हामी सबै दाजुभाइले होइन मिलेर सङ्गोलमा गरिदिउँ उहाँको गर्नुपर्ने कार्यहरू विधिहरू होइन, विधि विधान्तहरू। अनि मैले यो चाहिँ किन आज भनिरहेकी छु भने अब त्यतिखेर पनि मैले भिडियो अब युट्युबर भएपछि त अब भिडियो त बनाउनै पर्छ होइन, पर्ने हो। तर मलाई चाहिँ फेरि कस्तो कस्तो लाग्यो कि अनि अब अहिलेको बुढौलीहरूले बुझ्दैन नि त अब युट्युब भनेको के हो, अब युट्युबर भनेको के हो, युट्युब बनाउँदा के हुन्छ कस्तो हुन्छ भनेर। अनि अब टिका टिप्पणी उठाउने त्यस्तो टाइपको हुनुहुन्छ नि त कतिपय। अनि मलाई चाहिँ मनै लागेन क्या। अब हुनु त त्यस्तो अब त्यहाँनिर पनि त्यो दिनको पनि म भिडियो चाहिँ सबै नै बनाउँथेँ। तर म अहिले हजुरहरूलाई के जानकारी गराउन चाहन्छु भने मैले थोरै चाहिँ बनाएकी छु, थोरै खिचेकी छु, थोरै भिडियो खिचेकी छु। अनि म यसैमा हजुरहरूलाई सानो क्लिप जोडिदिन्छु। त्यो चाहिँ भर्टिकलमा खिचेको छ। अब यो अहिलेको चाहिँ होरिजेन्टलमा भयो होइन, यस्तो भर्टिकल ठाडोबाट खिचेको छ। अनि म थोरै राखिदिन्छु होइन। अनि त्यही हो। अनि अब सबै त्यहाँ अब खाना बनाउने आदि इत्यादिदेखि लिएर खाना खाएको पकाएकोदेखि लिएर सबै कुराहरू धन्दा गरेको सबै खिच्नु त पर्ने हो। तर अब त्यही हो, हजुरहरूलाई मैले अघि नै भनिहालेँ को कस्तो हुनुहुन्छ होइन। अब उहाँहरूले भन्नुभयो भने पनि आफूलाई नराम्रो लाग्छ, मन दुख्छ होइन। बरु त्योभन्दा म चाहिँ भित्र दान दक्षिणा दिएको। अनि यसो हामी परिवारमा चाहिँ रातो टिका छोएको, रातो टिका पण्डितलाई लगाएर रातो टिका चाहिँ अब फुकियो है, हाम्रो सबै फुकियो। अब वर्ष दिने आजै सकेको भनेर चाहिँ त्यहाँनिर अलिकति छोटो क्लिप छ। हजुरहरूलाई सबै अहिले नै भनिदिइहालेँ। अब र पनि हजुरहरूलाई त्यो भिडियो छोटो म राखिदिने छु है त हजुरहरू। अनि यही जानकारी पनि म गराउँछु। अनि म आजको चाहिँ यही हो, चाउचाउ अब उमाल्छु। यहाँनिर भिडियो बनाउँदै ठिक्क भयो। अनि अहिले भरे हजुरहरूलाई चाउमिन खाएको मात्रै अलिकति थोरै देखाउँछु है, हेर्दै गर्नु होला। आजदेखि टिका फुकेको होइन, सबै आजैदेखि सक्यो। सबै दाजुभाइको पनि फुको लु लगाइदेऊ लाउनु। स्वात्तै बढीमा कहिले त यिनीको के हुन्छ पनि स्वात्तै बढीमा ब्याङ्क अकाउन्टमेन्ट त्यहाँ हुनुहुन्छ होला। अनि यो लुगा चाहिँ लगाइदिनु पर्दैन त रिभर्स अकाउन्टमेन्ट त्यहाँ भएपछि अनि कान्छीलाई खोइ पैसा दिएको, दोहोरो लाउनु पर्यो। फुकाउनु पर्यो।
फुलो नि त सबै अनि तर एकजनाले दुईजनाले अब तिनी कुरा सबै त्यो सबै त दुईजनाले हात छुएन यसो उसले पनि थापे जस्तो गर्छ ल अझै तिमीले छुनु मात्रै तिनी राख मैले पारेको मल पनि तिमीले पुरै खाने मलाई पनि लाग्यो हुन्छ नि त बहिनी हुन्छ हामीले पनि लगाइदिने हो त होइन काका होइन आज त उसले ब यति पाउँछ अरू लाग्नु पर्दैन हामी चाहिँ लाउनु पर्दैन बुवा पर्दैन मैले बारेको छ अब मैले बारे भइगयो नि तिमीहरू सक्छौ लगाइदिउँ न के हुन्छ त आएको लगाइदिनु भारी जातिलाई लगाइदिए आलुलाई त अब पसिना भारी जाति केस काटेको केस काटेको अब शान्तिले लगाइदिए म चाहिँ ऊ भएर होला चेलीबेटी यहीँ हुन्छ हामी पनि टिका फुकाउने नि त तिमीहरू सक्छौ छ भने लगाइदेऊ ओ ठिकै छ लगाइदिनुपर्छ ओ खगेन्द्र सर यहाँ मन्जुदीलाई टिका लगाइदिनु बिस्तारो बोलाउ न त यहाँ आउनु त सबैले लगाइदिएको छ छिटो आउनु न पर्दैन छिटो आउनु न यार तपाईँ पर्दैन पर्दैन होइन होइन लाउने क्या पर्दैन हामी हुँदैन हामी त एउटा घर हो होइन लगाइदिनु न मैले भनेपछि रिक्वेस्ट जुत्ता फुकाउनु न होइन यसो 150 दिनु न म दिन्छु मन्जुदी त्यहाँ तपाईँकै ब्यागमा छ नि पर्स दिनु त पर्दैन अहिले पर्दैन ऊ ठुलो कान्छाले पनि लगाइदिन्छ क्या म लगाइदिन्न बरु हामीले अब सबैले फुकाउनु पर्यो नि त मन्जुको ए ल हुन्छ हुन्छ चेलीबेटीलाई राम्रो आशिक दिनु अलि उता यो कति दिने खोइले म निकाल्दिनु यो के 50 दिदी पो त दिदी खुट्टा ढोक्नु पर्दैन आज त पर्दैन अहो के खालको हुन्छ आज फुकाउने दिन भनेर पो त मलाई चाहिँ मलाई चिल हाम्रो यो भाग्यमानी हो अनि हामीलाई टिका लगाइदिनु पर्दैन छेउमा लगाइदिन्छ ए फुकाउँदा भयो अब टिका बारेको छौँ त फुकाउनु भयो नि त सबैलाई टिका अलिअलि उ गरिदेऊ न फुकाएको फुकाएको त लाउँदा भयो नि को लाउने फुक्ने दाजुलाई पनि हो त नि मन्जुदीले मलाई पनि लगाइदिनु अब कान्छाले लगाइदिनुहुन्छ होला भएपछि लगाइदिनु पर्छ ए सरी छर्के पो म पनि छिटो मान्छे अनि हामी बुहारीहरू साह्रै छिटो छौँ है सकिसक्यो अब भिडियो अन्त्य गर्न जाँदैछु आजको वैशाख 15 गतेको दिन काकीको सबै कामहरू सकेर आयो अनि त्यही हो अब म चाहिँ आज किचनदेखि नै भिडियो स्टार्ट गरेँ अनि भिडियोको अन्त्य पनि किचनबाटै गर्दैछु भिडियो लामो हुन्छ हजुरहरूलाई बिदा माग्न जाँदैछु सक्दो हेर्ने जतिले सबैले लाइक कमेन्ट
सेयर सब्सक्राइब चाहिँ अवश्य 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 गरिदिनु होला, अगाडि बढाउनु होला भन्न चाहन्छु। अनि हजुरहरूलाई फेरि पनि भन्न चाहन्छु, लाइक कमेन्ट सेयर सब्सक्राइब प्लिज 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 है त, प्लिज 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 लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ जरुर 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 नभुल्नु होला। म हार्दिक अपिल गर्न चाहन्छु। हस्त नमस्कार, बाई बाई, शुभ दिन, यहाँहरूको दिन शुभ रहोस्।